वेलकम टु आज मैले फेरि भ्लग लिएर आइसकेको छु। अब यता यो यस्तो छ बाटो चाहिँ यस्तो छ। अनि के अरे यो बाटो चाहिँ यस्तो छ, घाम लागिसक्यो। हामी यो आर्मी अफिसरको झोला बोकेर हिँडिरहेको छौँ। मैले चाहिँ यता छु म होइन। अनि यता बुबा हुनुहुन्छ, यता उयो के अरे मेरो नुडल्स भन्ने भाइ छ। अनि यता यस्तो बाटो यता खेत छ। यस्तो भिरबाट हिँड्न सकिन्थ्यो। हिजो देखाउँ कि भन्ने थिएँ। हिजो मेरो उमीले जाउँ भनेको त हेर्नुभयो होला। जाउँ त यो एक गराबाट दुईटा गरेर छोडेर तीनटा गरेर नाम फाला छ है गाइस। त्यसलाई एउटा लाइक त दिनु पर्छ। त्यो भिडियो पनि हेर्नु होला गाइस। भिडियो चाहिँ अब कतिखेर हाल्ने थाहा भएन होइन। हालेको चाहिँ छैन, बनाएर राखेको छ। यो न्यू भएको एकछिनपछि हाम्रो ब्लगर चाहिँ हामी एकछिनपछि हल्लाई गेम खेलेर देखाउँछौँ। फ्री फायर अनि कसको मोबाइल खेलेर देखाउँछ भाइ? मेरो मोमो छ र दाको दुईटा मोबाइल छ। त्यही रुडो हामीले दिनु भन्ने अस्ति चामल लगेको छैन। मेरो मोमो मेरो बासु दुईटा मोबाइल छ। एउटा मलाई दिनु न भन्नुपर्छ है त। तिमी भन न। ओके म भन्छु। ल बाई बाई। सियो हामी चाहिँ डाँडागाउँमा आइपुगिसक्यौँ। हिजो टर्च लाइट त घरमा घरसम्म आइपुग्थ्यो। म जुम गरेर देखाउँ भने फाटिन्छ। एकपल्ट त्यही पनि गरिदिउँ न। देख्नुभयो जुम चाहिँ भयो, तर यो चाहिँ फाटेन। के अरे यता यो करा बसी चाहिँ मेरो ग्याङको फुच्चे लिडर। म चाहिँ यो अलि डरो लिडर हो। म चाहिँ यता छु कि हामी दुइटा चाहिँ दोस्त हो। अब मलाई चाहिँ अलि नेपाली बोल्न आउँदैन, हिन्दी मान्छे हो म। मलाई चाहिँ ऱ्याप भन्न आउँदैन। ऱ्याप गाउन चाहिँ मलाई फेरि ऱ्याप गाउन चाहिँ आउँदैन। आउँछ है त। मैले घडा जङ्गलको बिचमा गर्छ। किन बाघले भनिदिनु त घडा जङ्गलको बिचमा गर्छ आफै भन्छ ऱ्याप गाउन आउँदैन। के अरे म एउटा ऱ्याप सुनाइदिन्छु ल भाइहरू। यता छु म चाहिँ यता आइदिन्छु ल। अब म चाहिँ यहाँनिर एउटा ऱ्याप सुनाइदिन्छु। कुन ऱ्याप सुनाइदिउँ? बोलाइरहेको छ मास्टर। के अरे म चाहिँ जिरो माइन्ड सर्कस भन्ने गीत गाउँ। ल म केपी डाकाले भूमिसाका लाका सबैलाई जोडले पूर्वेली स्वरले भन्ने गीत गाउँछु। ऱ्याप हाल्छु है। के अरे म पहिला केपी डाकाले भूमिसाका लाका सबैलाई जोडले पूर्वेली स्वरले 35 36 जनवरी हात काटे 35 तर तिम्रो 28 म केपी डाका तिमी विद्या देवी माता जुली देश बेची लगौला नि खाता देशभक्तिलाई बाका लगाइ बेचिदिउँ न नाका हाम्रो जोडी ठ्याके बन्छ शेरबहादुरको बाका होइन मसला बेबी पूर्वको ठगोलाई कटाइदिन्छु डाँडा हामी घुम्न जान्छौँ भनी लग्छु सरङकोटको डाँडा के छ यो भन सब दिन्छु तँलाई पूर्ण गौतम भन्दा मिठो गफ दिन्छु तँलाई ज्याक मदन भन्दा बढी लभ दिन्छु तँलाई नक पार्छु सबलाई सिने बाबु हटले तेरो किचकन्डी लुक्सले परेर थिएँ म ओहो किन भाउ खोजेको आफ्नो उमेरको जोडी हुँदा हुँदै किन भाउ रोजेको ओहो किन न्यु खोजेको